Hi guys! आज चाहिँ हामी बर्लिङटन जानु लागेको हामी आइपरिसकेको छौँ हावा एकदम धेरै लागिरहेको छ So guys, हामी बर्लिङटन भित्र छौँ अनि अहिले चाहिँ उसले चाहिँ पुरै खतरा खतरा लुगा छानिदिरहेछ मलाई उसले किनिदिने हो क्या मलाई आज है तिमीले किनिदिने होइन अरे उसले मलाई किनिदिन्छ हामीले खतरा लुगाहरू छानिरहेछौँ उहाँले चाहिँ लुगा छानै हुनुहुन्छ तर उहाँलाई राम्रो भेटिरहेको छुइनँ आज चाहिँ उहाँलाई त्यस्तै हुन्छ प्रायः सो हामीले चाहिँ टन्नै लुगा छानिसकेका छौँ होइन तर मिस अस्मीलाई चाहिँ केही पनि मन परिरहेको छैन म त झन् बर्लिङटनको लुगा मन पर्दैन त्यही पनि उसलाई राम्रो लाग्ने भएर मात्रै लिन आएको मलाई चाहिँ बर्लिङटनको लुगा मन नपर्ने चाहिँ होइन तर क्वालिटी वाइज चाहिँ बर्लिङटनको अलि अर्कै हुन्छ कि वान टाइम वेयरलाई चाहिँ बेस्ट हो फेरि वान टाइम लगाउने फाल्नेहरूको लागि चाहिँ ठिक हुन्छ बर्लिङटन स्पेसली स्टुडेन्टहरूलाई चाहिँ ठिक हुन्छ जस्तो लाग्छ लाइक एफोर्डेबल हुन्छ ओके फाइनली हामीले 10वटा लुगा छानेको थियौँ त्यसमा पनि हामीलाई एउटा एउटा मन परेछ त्यसमा पनि हामी किन्छौँ किन्दैनौँ फिक्स छैन अस्मै हामी किन्छौँ जस्तो लाग्छ किनभने हामीलाई मनै परेको छैन कि आएदेखि नै कुनै लुगै मन परेको छैन कि हामी चाहिँ फाइनली कति धेरै लुगाहरू छानेछौँ होइन अनि मिस अस्मी अझै पनि ज्याकेटहरू हेरिरहनु भएको छ मलाई चाहिँ होइन कति मैले 10वटा जति लुगा हेरेको थिएँ तर मलाई एउटा मात्रै मन पऱ्यो त्यसमा है ओके म्यामले चाहिँ यहाँ 15,000 नेपाली $100 सपिङ गरिसक्नु भएको छ होइन अनि म चाहिँ म्यामको आजको लागि त्यो के भन्छ ड्राइभर अनि के भन्छ त्यो यस्तो झुटमा छ कि सब यसरी किनेको होइन है होइन यो म्यामले किन्नु भएको हो म्यामले चाहिँ मलाई 1 घन्टा डुलाउनु हो म्यामले 1 घन्टा डुलाएर चाहिँ कति रुपियाँ किन्नु हो म्याम 1 घन्टा डुलेर एउटा नपाएर हामी अब अर्को स्टोर जाँदैछौँ यस गाइज हामीले चाहिँ यहाँ खासै लुगा पाएन होइन गाडी नि बिर्सिन्छ हामीले त अब यहाँ जान्छौँ हामी गाडीमा हाई गाइज हामी फेरि अर्कै लोकेसनमा आइसकेको छौँ हामीलाई चाहिँ त्यहाँको लुगा मन परेन यस गाइज त्यहाँनिर केही लुगा राम्रै थिएन है अनि फेरि हामी अर्कै लोकेसनमा रस भन्ने ठाउँमा आइरहेछौँ होइन यतातिर छ अनि त्यसपछि हामी यहाँ चाहिँ खतरा खतरा लुगा भेट्छौँ होला होप्सो है यहाँ आएर पनि खासै लुगाहरू मन पऱ्यो हामी त केही लुगा चाहिँ मन परेन मलाई जुत्ता मन पऱ्यो होइन एउटा म देखाउँछु यस्तो छ है सो यस आजको भ्लग चाहिँ यहीँ एन्ड गर्नुपर्ने जस्तो देखिएँ मैले होइन किनभने लाइक हामीले सपिङ पनि गऱ्यौँ अनि के किनेको छ भने चाहिँ सायद म नेक्स्ट भ्लगमा हाल्छु होला स्याटरडेतिर हाल्छु नेक्स्ट भ्लग चाहिँ किनभने मलाई थाहा नै भएन म कसरी भ्लग कन्टिन्यू गर्ने नै मलाई आएन होइन लुगा किन्यो सपिङ गऱ्यो खाना खायो होइन तर कस्तो त्यो फर्स्ट टाइम क्यामेरा अलिकति फेस गरेर बोल्न गाह्रै हुँदो रहेछ सो द्याट म यो भ्लग यहीँ एन्ड गर्छु थ्याङ्क्स फर वाचिङ